साथीहरू आज चाहिँ मैले भेज मोमो बनाउँदैछु र भेज मोमो चाहिँ बन्दा प्याज र न्युटेलाको रहेको थियो। अनि यसरी मैले पकाउँछु अनि अचार पनि मैले यसरी नै पकाएर बनाउने गर्छु र यो चाहिँ हो झोल। मोमोमा झोल भयो भने झन् मिठो हुन्छ नि त, त्यही भएर मैले झोल पनि रेडी गरेको थिएँ साथीहरू। र यता चाहिँ मेरो भान्जीले पनि म पनि बनाउँछु भनेर बनाउँदै हुनुहुन्थ्यो। साथीहरू मोमो चाहिँ भेजको भए पनि स्वाद चाहिँ मासुमै जस्तै आइरहेको थियो। र साथीहरू मलाई चाहिँ त्यति मजाले मोमो बनाउन आउँदैन र जानी नजानी यतिको भए पनि मैले बनाएको छु। र साथीहरू मलाई चाहिँ के थोक बनाएर खाइराख्नु मन लाग्छ नि त, त्यही भएर कहिले मोमो, कहिले चटपटे, कहिले थुक्पा के बनाएर खाइरहेको हुन्छु साथीहरू। त्यही भएर म मोटाइ पनि सकेँ। साथीहरू मोमो पाक्दा चाहिँ मेरो यस्तो देखिएको थियो, हेर्दा चाहिँ कस्तो मासु जस्तै छ नि, तर यो मासु होइन साथीहरू। झोल पनि एकदम मिठो भएको थियो साथीहरू। र मेरो भान्जीले चाहिँ मलाई केही भन्दै हुनुहुन्थ्यो, म चाहिँ खानामा व्यस्त थिएँ साथीहरू। हस्त साथीहरू, तपाईँहरू पनि यसरी नै फ्यामिलीसँग के बनाएर खानुहोस्।